So आज चाहिँ हामी बाइनरी सबट्र्याक्सन गर्छौं okay by using ones and twos complement ones and twos complement so first मा चाहिँ ones and twos complement भनेको के हो त्यो बुझ्नु पर्यो है ones complement is very easy ones complement भनेको चाहिँ सपोज हामीलाई दुईटा नम्बर दिएको छ 1 1 भन्ने बाइनरी नम्बर है हामीलाई दुईटा बाइनरी नम्बर दिएको छ भने यसलाई ठ्याक्कै रिभर्स गर्ने हो भने if you just do the reverse of what is the reverse of 1 what is the reverse of this one right the reverse of 1 is 0 and this one is 0 eh so this is the ones complement of 1 1 you should know like that यसरी बुझ्नु पर्यो for example यदि हामीसँग 1 0 थियो भने के हुने भयो त्यसको ones complement it would be 0 1 को ones complement 0 हुन्छ 0 को ones complement कति हुने भयो 1 हुने भयो है that's it ones complement भनेको त्यो हो अब twos complement भनेको चाहिँ के twos complement भनेको चाहिँ let's say हामीसँग 1 0 0 भनेको छ right twos complement भनेको चाहिँ सुरुमा यसको ones complement निकाल्नु पर्छ what is the ones complement of 1 0 0 भर्खर सिकेको हामीले 1 को ठाउँमा 0 0 को ठाउँमा 1 1 so this is the ones complement of 1 0 0 अब फेरि यसमा हामीले +1 गर्दियौ भने 1 + 1 10 0 carry over 1 1 + 1 10 को 0 carry over 1 यो चाहिँ twos complement भयो क्या this is twos complement of 1 0 0 okay तिमीले यति बुझ्नु पर्यो है फर एक्जाम्पल हामीसँग नम्बर 0 0 0 0 यसरी चारवटा 0 आएको छ भने what is the twos complement of चारवटा 0 फर्स्टमा हामीले निकाल्नु पर्यो यसको ones complement फर्स्ट सिस्टममा यसको ones complement निकाल्नु पर्यो what is it 1 2 3 4 यसरी चारवटा 1 भयो अनि twos को लागि चाहिँ के गर्ने त यो आएको रिजल्टमा +1 गर्ने if you add +1 to this the result 1 + 1 is 10 0 carry over 1 + 1 is 10 0 carry over 1 + 1 is 10 0 carry over 1 + 1 is 10 okay 1 + 1 is 10 0 carry over 1 plus 1 + 1 is 10 0 carry over 1 + 1 carry over 1 is 10 okay yeah this is it alright अब now exam मा question चाहिँ कस्तो आउँछ त change the background right let's do this right. let's say question हेर्नु त कस्तो हुन सक्छ let's say 1 1 0 0 1 minus 1 0 1 1 let's say यो चाहिँ हाम्रो क्वेशन हो right this is our question हैन अब यो क्वेशन चाहिँ नि फर्स्ट मा हामीले के हेर्नु पर्छ भने यो क्वेशन को दुईजना I mean फर्स्ट मा हामीले के हेर्नु पर्छ भने यो क्वेशन को बिट्सहरु मतलब दुईटै इक्वल साइज को छ त दुईटै बराबर साइज छ त त्यो हेर्नु पर्छ सो यो चाहिँ कति बिट्स हेर 1 2 3 4 यो 5 बिट्स को छ यो 4 बिट्स को छ भनेपछि यस्तो हामीले यसैलाई सल्भ गर्न मिल्दैन सो फर्स्ट मा चाहिँ हामीले so first ma we have to make it equal so you write like this since there are unequal bits make it equal already equal छ भने चाहिँ के गर्नु पर्दैन है already equal छ भने त्यहीबाट सुरु गर्ने हो equal छैन भने चाहिँ we have to follow this अब के हुने भयो as a result 1 1 0 0 1 छ यहाँ minus यता छ 1 0 1 1 यसको अगाडि चाहिँ 0 थप्दिनु now they are both equal
अनि दुईटा इक्वल बनाइसके पछाडि के मान्ने त यसलाई x मान्ने यसलाई y मान्ने अगाडिकोलाई x पछाडिकोलाई y एन्ड आफ्टर दैट यो पछाडि चाहिँ एउटा स्टेप 1 भन्छ अब यो पछाडि स्टेप 1 मा चाहिँ के गर्ने भन्दाखेरि सपोज लेट्स से यो क्वेशन चाहिँ हामीलाई वान्स कम्प्लिमेन्ट युज गरेर गर भनेको छ भने यो क्वेशनले हामीले वान्स कम्प्लिमेन्ट युज गर भनेको छ भने के गर्ने त स्टेप 1 मा फाइन्ड वान्स कम्प्लिमेन्ट अफ y को वान्स कम्प्लिमेन्ट निकाल्नु पर्यो है So what is the ones complement of y? Right? के हो त ones complement y को? So अब 0 1 0 1 1 हो ने यसको ones complement के हुन्छ? जस्ट रिभर्स गर्ने हैन? के हुन्छ त? तल लेख्दै भयो. खाइकर यसको रिभर्स गर्ने के हुन्छ त? 0 को ठाउँमा 1 0 1 0 0 यो के हो त? This is the ones complement of y. यो y हो यो y को ones complement यो हो क्या ओके 1 0 1 0 0 जहाँ 1 छ त्यहाँ 0 बनाए अब यो रिजल्टलाई टुमा के गरिन्छ भने स्टेप 1 को रिजल्टलाई है एड द रिजल्ट अफ स्टेप 1 टु x स्टेप 1 को रिजल्ट के छ त्यसलाई लगेर x मा जोड्दिने है x कति छ त हामीसँग x को भ्यालु लेख्नु है त x is 1 1 0 0 1 है दिस इज x as you can see here अनि जोड्ने भनेकोलाई यो हामीले यसलाई जोड्नु पर्यो y लाई सो 1 0 1 0 0 अब यहाँ लगेर जोड्ने प्लस गर्ने यिन त बेसिक एडिसन है 1 plus 0 is 1. 0 plus 0 is 0. 1 plus 0 is 1. 1 plus 0 is 1. 1 plus 1 is 10. है अब यहाँ आएर चाहिँ यहाँ आएर फेरि बिट्स काउन्ट गर्नु पर्यो हेर क्वेशनमा हाम्रो 5 बिट छ आन्सरमा कति आयो 6 बिट आयो हैगो यसको मतलब के हो भने एउटा एक्स्ट्रा बिट आयो क्या हामीसँग we have one extra bit यसरी वान्स कम्प्लिमेन्ट भए यसरी वान्स कम्प्लिमेन्ट एक्स्ट्रा बिट हामीले यसलाई रिमुभ गर्ने अनि यो रिमुभ गरेको बिट्सलाई लगेर यहाँ लगेर जोड दिने भन्छ क्या वान्स कम्प्लिमेन्टमा है जो वान्स कम्प्लिमेन्ट के गर्छ त्यहाँ 1 plus 1 would be 10 0 carry over 1 1 plus 0 is 1 यो 1 0 यो so 1 1 1 0 So this is our final answer. यो चाहिँ हाम्रो final answer है 1 1 1 0 चाहिँ this is the final answer. यसरी ones complement को गर्यौं हामीले अब तिमीलाई चेक गर्नु छ भने कसरी चेक गर्ने त चेक पनि गर्न सिकाउँछु म सो 1101 भने 11001 भनेको त्यो Do you know? यो ठ्याक्कै थाहा भयो सजिलो हुन्छ ल लेट्स से कति हो त 1 2 4 8 16 16 plus 8 24 24 plus 1 25 25 minus 101 भनेको कति हो 1 2 4 8 16 हैन 8 plus 2 10 plus 1 11 25 minus 11 कति 25 minus 11 भनेको यो भनेको 14 हो किनभने 1110 भनेको 14 हो त हैन 14 1110 1 2 4 8 8 plus 4 12 plus 2 4 so it is correct so we are doing it right so our answer is correct छ यसरी बुझिन्छ है now अब हामी नेक्स्ट यही क्वेशन गरौँ है त यही क्वेशन सेम क्वेशन बट बाइ युजिङ 2's कम्प्लिमेन्ट के फरक पर्दो रहेछ त 11001 101 so 11001 1011 so यो हामीले गर्नु पर्ने तर this time चाहिँ we have to use कम्प्लिमेन्ट है त फर्स्ट every process is same है
यहाँ के भने सुरुमा सिन्स देयर आर अनइक्वल बिट्स भनेर है सिन्स देयर आर अनइक्वल बिट्स मेक इट इक्वल now copy those number 11001 minus 1011 यहाँ अगाडि 0 हाल्नु अब इक्वल भयो यो x यो y ओके अब स्टेप 1 मा के गर्ने त यो हामी 2's कम्प्लिमेन्ट गर्दैछौं है स्टेप 1 2's कम्प्लिमेन्ट गर्दैछौं सो के गर्ने फाइन्ड 2's कम्प्लिमेन्ट अफ y है पछाडीको जले पनि y को 2's कम्प्लिमेन्ट निकाल्ने फाइन्ड 2's कम्प्लिमेन्ट अफ y सुरुमा के हो सुरुमा 1's कम्प्लिमेन्ट निकाल्ने y को 1's कम्प्लिमेन्ट निकाल्ने फर्स्टमा y कति हो सुरुमा the value of y is 0 1 0 yeah 1 1 जता यसको 1's पनि हुन्छ 1 0 1 0 0 और 2's भने के हो त 2's मा मैले +1 गरे भने if you do +1 और इसको रिजल्ट आउँछ नि त्यो रिजल्ट चाहिँ के हो त y को 2's कम्प्लिमेन्ट हो क्या ओके सो 0 + 1 let's scroll up 0 + 1 0 1 0 so you go with this is the 2's complement of y 1 0 1 0 1 अब स्टेप पेज थपेको छैन ठिकै छ अब अर्को पेजमा जानु 10101 छ है स्टेप 2 मा स्टेप 2 मा के गर्ने त एड द रिजल्ट अफ स्टेप 1 भन्नु एड द रिजल्ट अफ स्टेप 1 टु कसलाई म x मा जोडिन्छ है oh let's see the question I mean let's see माथि के छ हाम्रो के छ x कति छ 11001 11001 अनि अर्को चाहिँ 10101 है हामीले निकालेको भर्खर निकालेको 2's कम्प्लिमेन्ट अफ y चाहिँ 101 अब यसमा चाहिँ प्लस गर्ने एड गर्ने 1 + 1 is 10 को 0 carry over 1 plus 0 is 1 1 is or यहाँ पनि 1 0 1 + 1 is 10 अब यो त 2's कम्प्लिमेन्ट हो यहाँ पनि एक्स्ट्रा बिट आयो तर 2's कम्प्लिमेन्टमा एक्स्ट्रा बिट आयो भने के गर्ने यसलाई मात्र रिमुभ गर्ने रिमुभ मात्रै गर्ने के गर्नु पर्दैन 0 1 1 1 0 दिस इज आवर आन्सर सो हामी माथि गएर चेक गर्यो भने अघिको आन्सर पनि यही आएको जुन मेथडमै आन्सर त एउटै आउने हो किन रिजल्ट त त्यही हो नि त सबट्र्याक्सन गर्दा रिजल्ट त्यही आउनु पर्ने हो सो यसरी हामीले गर्यौं वन्स इन 2's कम्प्लिमेन्ट अफ बाइनरी यो चाहिँ एक्स्ट्रा बिट आएको केसमा है एक्स्ट्रा बिट रिजल्टमा एक्स्ट्रा बिट आएको केसमा के गर्ने हो अब कुनै बेला एक्स्ट्रा बिट आउँदैन हेरौं कस्तो केसमा एक्स्ट्रा बिट आउँदैन लेट्स सी हैन लेट्स से क्वेशन छ 1011 भन्ने क्वेशन छ अनि माइनस चाहिँ 11 छ ओके माइनस 11 छ हैन 101 भन्ने क्वेशन अनि आन्सर माइनस चाहिँ 11011 छ यो क्वेशन यता छ 4 5 6 1 अनि यता माइनस चाहिँ 11010 छ लेट्स से ओके अब फर्स्टमा हामी बिट्स काउन्ट गर्नु पर्यो सो यहाँ चाहिँ 4 वटा बिट्स छ यहाँ हियर इज 5 बिट्स दे आर अनइक्वल सो सिन्स देयर आर अनइक्वल बिट्स मेक इट इक्वल भन्ने सिन्स देयर
are unequal bits make 0 1 0 1 1 minus 1 1 0 1 so यो इक्वल बनाइदिएको है अगाडि 0 थपेर बुझिहाल्यो नाउ यसलाई के मान्ने यो x हो यो चाहिँ y हो यति मान्नु पर्यो अब जहिले पनि के गर्ने हो हामीले y को निकाल्ने हो त्यो स्टेप 1 मा यो चाहिँ फर्स्टमा हामीले वान्स कम्प्लिमेन्ट गरेको है सो स्टेप 1 मा के भने त फाइन्ड वान्स कम्प्लिमेन्ट फाइन्ड्स y क्वेशन कति छ 1 1 0 1 0 यसको कम्प्लिमेन्ट हुन्छ 0 0 1 0 1 दिस इज द वान्स कम्प्लिमेन्ट अफ दिस हैन नाउ स्टेप 2 मा के गर्ने त एड द रिजल्ट अफ स्टेप 1 स्टेप 1 मा के रिजल्ट आएको छ स्टेप 1 2 x भन्ने है अब x कति छ त x is 1011 हैन सरी या 01011 यसमा कति जोड्नु पर्यो हाम्रो भ्यालु कति आएको छ 00101 00101 अब माथि जुन जोड्दा नि एडिसन हो नि त फरक परेन डजन्ट म्याटर 1 + 1 10 को 0 क्यारी ओभर 1 सो 1 + 1 10 को 0 sorry 10 को 0 carry over 1 1 + 1 10 को 0 carry over 1 + 1 10 यो आन्सर आयो हाम्रो 1 वटा 0 आयो अब यहाँ के छ हाम्रो क्वेशनमा पनि जतिवटा बिट थियो आन्सरमा पनि त्यतिले बिट छ अब के भन्ने यहाँ since there is no extra bit यदि एक्स्ट्रा बिट छैन भने यो वान्स कम्प्लिमेन्ट के गर्ने त हाम्रो आन्सरको छ नि फाइन्ड वान्स कम्प्लिमेन्ट भन्छ क्या फाइन्ड वान्स कम्प्लिमेन्ट अफ x वान्स कम्प्लिमेन्ट अफ x भन्यो अनि चाहिँ के गर्ने के गर्यो find one's complement of the result अहिलेको रिजल्टको one's complement निकाल्ने क्या यसको one's complement कति हुन्छ 1 छ नि 1 को ठाउँमा 0 अनि अरु 1 1 1 1 यति मात्र हैन अनि एड नेगेटिभ साइन भन्छ क्या रिजल्ट आको रिजल्ट नेगेटिभ साइन हाल्ने भनेर है त्यसैले हाम्रो अब फाइनल आन्सर के हुन्छ त -0 1 1 यस्तो हुन्छ अब हामीले गरेको रङ छ कि राइट छ चेक गर्नको लागि चाहिँ के गर्ने क्वेशनमा चाहिँ यो 1 2 4 8 कति हो यो 8 + 2 10 + 1 11 माइनस 1 1 सरी 1 2 8 16 16 + 8 24 + 2 26 11 - 1 कति भयो -15 भयो -15 15 भने कति हो त 1 1 1 हो त हो नि can see here obviously 1 2 8 8 + 4 12 + 2 15 1 15 so you पनि -15 नै हो so यहाँ पनि -15 आइरहेछ so our style of doing is correct है हामी सही गरिरहेको छौं okay
2. र यही क्वेसन चाहिँ हामीले टुजमा गर्दा कस्तो हुन्छ टुज कम्प्लिमेन्टमा हेरौँ है त 1011 1011 minus 11010 minus 11010. Let's do the solution. Hey. Okay. So since there are unequal bits, or unequal bits छ नि त हैन यो त्यही कुरा लेख्ने हो सुरुमा since there are unequal bits भनेर यो तपाईहरु लेख्नुस् है अनि अब के गर्नु पर्छ 01011 minus 11010 right they are equal now obviously x मान्ने this is x this is y अनि हाम्रो फर्स्टमा के गर्नु पर्यो हामीले जहिले पनि स्टेप 1 मा find the अब यो चाहिँ 2 's complement गरिरहेको छ okay find 2's complement of y okay y कति हो हाम्रो 11010 यसको 1's complement कति हुन्छ 1's complement 1's लेख्दै मैले कति हुन्छ 00101 this is 1's complement 2's भनेको अझै यहाँ +1 गर्नु अनि 2's आउँछ है त यो चाहिँ 2's complement 1 and यहाँ 1 अनि त 0 0 this is 2's complement step 2 मा हामी के गर्छौं त in step 2 we add the result of to x मा जोड्नु पर्यो यो रिजल्ट x कति छ हाम्रो 1011 01 are you kidding 01011 110001 okay plus here. Okay. So 1 plus 0 is 1, 1 plus 1 is 10 because 0 carry over 1. 1 plus 1 is 10, 0 carry over 1, 1 plus 1 is 10, 0 carry over 1. Thank you. Yeah, equal bits आयो. अब के भन्ने हामीले since there are equal bits since there are equal bits भएकोले गर्दा के गर्ने त find find 2's complement of the result अघि 1's complement निकाल्दै छ अब हामी 2's निकाल्ने 2's complement of the result and add minus add negative sign add negative sign one language 0 so अब कति हुन्छ त 1001 को 10001 को 1's complement कति हो 01110 अब फेरि 2's निकाल्नु पर्यो नि त +1 गर्ने हामीले कति +1 1 + 0 1 1 1 1 0 अब यहाँ के गर्ने लास्टमा के भन्छ माइनस हाल्ने भने सो माइनस हालेपछि हाम्रो फाइनल आन्सर चाहिँ के भयो त यही छोड्दा नि भयो minus 0111 this is our result of 2's complement which is still minus 15 yeah okay that's it for today thank you